हेलो साथीहरू, नमस्कार सबैजनालाई। अहिले चाहिँ म भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको छु। जुन देख्न सक्नुहुन्छ दृश्यहरू। कुरा के भन्दाखेरि तपाईँ हामीलाई थाहा भएकै कुरा, विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका विभिन्न 10वटा ठाउँहरू अथवा चाहिँ सम्पदाहरू मध्येको एउटा भनेको चाहिँ यो भक्तपुर दरबार क्षेत्र हो। बाँकी 9वटा चाहिँ के होला नि त भनेर तपाईँलाई थाहा पाउन चाहनुहुन्छ भने चाहिँ मलाई सबै याद त नहोला, तर पनि म प्रयास चाहिँ गर्छु। पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ चैत्य, बौद्धनाथ स्तूपा, अनि हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अनि अर्को भनेको चाहिँ चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज। यसरी चाहिँ 10वटा चाहिँ सूचीकृत छन्। त्यो कुराकानी आउनु। अनि यो क्षेत्र भनेको चाहिँ एकदम प्राचीन कला, वास्तुकला अनि संस्कृतिलाई चाहिँ हामीले अब्जर्भ गरिरहेका छौँ, अवलोकन गरिरहेका छौँ, अध्ययन गरिरहेका छौँ। हामी चाहिँ खानु 5जना भएर चाहिँ आएका थियौँ, तर 2जनाहरू चाहिँ कता विच्छेद भइसके। अब बाँकी 2जना पनि मेरो साथी हुनुहुन्छ, उहाँहरू नै पछाडि नै हुनुहुन्छ। आहा, यहाँनिर चाहिँ खास गरी एउटा नेपालको सबैभन्दा अग्लो मन्दिर प्यागोडा स्टाइलमा बनेको रहेको छ न्याथपोल मन्दिर। त्यो उता पछाडि थियो, मैले तपाईँलाई चाहिँ फेरि पछि देखाउने छु। अनि अरू भनेको चाहिँ पशुपतिनाथ दरबार रहेको छ। यति कति सायद म चाहिँ ठ्याक्कै स्योर चाहिँ भएन कता कता अवस्थित छ त्यो कुरा भन्ने कुरा। भूकम्पले गर्दा पनि अलिकति यहाँले क्षति चाहिँ गरेको छ, जुन 2072 सालको भूकम्पले। तर पनि ठिक छ। प्रशान्त दाइ, ऋषि दाइ, के भन्न चाहनुहुन्छ यो क्षेत्रको बारेमा? राम्रो बवाल छ है यो चाहिँ हो, राम्रो लाग्यो। उहाँहरूले पनि राम्रो छ भन्नु भनिरहनु भएको मन भने पछाडि भएको साथीहरूले गीतमा यहाँ चाहिँ राम्रो लाग्यो मलाई त। यो के यो पछाडिको राम्रो लाग्यो मन्दिर? देख्थेँ भिडियोमा देख्थेँ, तर आज चाहिँ रियली बाहिर। ल ठिक छ। कहाँ जानु हो दाइहरू?